नमस्कार। हाम्रो शिक्षालयको अर्को प्रस्तुति इस्यु अफ सेयर अदर देन क्यास। अब इस्यु अफ सेयर अदर देन क्यास भनेको चाहिँ कस्तो भन्दा कुनै एउटा कम्पनीले अर्को एउटा कम्पनीलाई टेक ओभर गर्दाखेरि कस्तो जर्नल बनाइन्छ भन्ने प्रोसेस यसमा हामी गर्छौँ। अब अदर देन क्यास भन्ने बित्तिकै बुझ्नु पर्यो यहाँ हामी क्यासमा पे गर्दैनौँ या क्यासमा इस्यु गर्दैनौँ। यहाँ जम्मा गर्ने के भन्दाखेरि कुनै अर्को कम्पनीको एसेट्स लिन्छौँ, हामी उसको लायबिलिटिज लिन्छौँ र उसलाई हामी क्यास दिनुको साटो हाम्रै कम्पनीको सेयर दिन्छौँ। यस्तो दिने प्रोसेसलाई हामी इस्यु अफ सेयर अदर देन क्यासमा पढ्छौँ र यसको दुईटा जर्नल हुन्छ। एउटा पर्चेज जर्नल हुन्छ, एउटा पर्चेज कन्सिडरेसन पेड यानी पेमेन्ट भाउचर पनि भन्छ त्यसलाई। पेमेन्ट भाउचर भनेर दुईटा जर्नल गर्नुपर्ने हुन्छ। यो एकदमै छोटो हुन्छ, धेरै लामो पनि हुँदैन। त्यही भएर यसलाई मजाले ध्यान दिएर हेर्नु होला सुरुदेखि नै। सबभन्दा फर्स्टमा हामी अल एसेट्स एकाउन्ट डेबिट भन्छौँ। अब अल एसेट्स एकाउन्ट डेबिट भन्नुको अर्थ के यहाँ भन्दाखेरि धेरैवटा एसेट्सको नामहरू हुन्छ जस्तो प्लान्ट, मेसिनरी, ल्यान्ड, बिल्डिङ, फर्निचर, फिक्चर्स, स्टक्स, डेटरहरू हुन्छ। यी सबै कुराहरूलाई हामीले इन्डिभिजुअल लेख्नुभन्दा अल एसेट्स एकाउन्ट डेबिट भनिदिने बित्तिकै जे एसेट्स आउँछ क्वेसनमा सबैलाई कहाँ राख्नुपर्ने हुन्छ, डेबिटमा राख्नुपर्ने हुन्छ। त्यो चाहिँ एक लाइन छोड्छौँ। अहिले एक लाइन छोड्नुको रिजन भरेर भन्नुला। एक लाइन छोडेर हामी के गर्छौँ, टु अल लायबिलिटिज एकाउन्ट भन्छौँ। अल लायबिलिटिज भनेको अब क्रेडिटर, बिल्स पेबल, एकाउन्ट्स पेबल, डिबेन्चर, ब्याङ्क ओभरड्राफ्ट के छ त्यो कुराहरू छ भने हामी कतापट्टि लेख्छौँ, क्रेडिट साइडमा लेख्छौँ। त्यो पछाडि हामी लेख्छौँ टु भेन्डर एकाउन्ट भन्छौँ। अब यहाँ भेन्डर कम्पनी एकाउन्ट पनि लेखिन्छ, भेन्डर एकाउन्ट पनि लेखिन्छ, या यहाँ कुनै कम्पनीको नामै लेखिन्छ। कम्पनीको नाम भनेको XYZ कम्पनी, जोसँग हामीले उसको एसेट्स लायबिलिटी टेक ओभर गर्दैछौँ यानी बिजनेस टेक ओभर गर्दैछौँ, त्यो कम्पनीको नाम है। भनेको XYZ कम्पनीले हामीलाई केही अब उसको बिजनेस बेच्दैछ भने हामीले उसलाई के भन्नुपर्ने हुन्छ, भेन्डर यानी विक्रेता भनेर भन्नुपर्ने हुन्छ। र भेन्डर गिभर हो, गिभर भएको हुनाले क्रेडिटमा जान्छ। यति गरिसके पछाडि हामी जहिले पनि जर्नललाई इक्विभ्यालेन्ट गर्छौँ। इक्विभ्यालेन्ट गर्दाखेरि डेबिट इक्वल्स टु क्रेडिट हुनुपर्छ। अब हामीलाई थाहा छ अलवेज डेबिट इक्वल्स टु क्रेडिट, तर डेबिट र क्रेडिट बराबर भएन भने यहाँ हामीले हेर्नुपर्ने हुन्छ। इफ डेबिट साइड कम्ती भयो भने हामी के लेखिदिन्छौँ, गुडविल एकाउन्ट भन्छौँ। गुडविल आउनुको रिजन, गुडविल भनेको उसको पपुल्यारिटीको लागि, उसको प्रेस्टिजलाई वा उसको के भनौँ अब उसको मार्केट बिल्डअपलाई हामीले पैसा पे गर्नुपर्ने भएको हुनाले हामीले गुडविल लेख्यौँ। भनेको मतलब थोरै सम्पत्ति आयो, पैसा चाहिँ होइन, उसलाई हामीले सेयर चाहिँ धेरको दिनु पर्यो भन्नु पर्यो पछि चाहिँ। त्यही भएर हामीले गुडविल एकाउन्ट डेबिट भनेर ब्यालेन्स थप्नु पर्यो। अब एसेट्स चाहिँ धेर आयो अनि पैसा वा सेयर चाहिँ कम्ती दिनु पर्यो भने हामीलाई के हुन्छ, फाइदा हुन्छ। त्यो फाइदालाई चाहिँ हामी क्रेडिट साइडमा के लेख्छौँ, क्यापिटल रिजर्भ भनेर लेख्छौँ। अब यो दुईटामा कुनै एउटा आउँछ या दुईटै आउँदैन है, कि गुडविल आउँछ कि क्यापिटल रिजर्भ आउँछ। र जर्नल गर्दा बोथ साइड इक्वल भयो भने गुडविल पनि आउँदैन, क्यापिटल रिजर्भ पनि आउँदैन। यतिको जर्नललाई हामी के भन्छौँ, पर्चेज भाउचर भन्छौँ अथवा पर्चेज इन्ट्री भन्छौँ। अब न्यारेसन लेखिदिन्छौँ, बिङ एसेट्स एन्ड लायबिलिटिज आर टेकन ओभर भनेर भन्छौँ। फर्स्ट जर्नल इन्ट्री हाम्रो कम्प्लिट भयो। अब सेकेन्ड यानी पेमेन्ट भाउचर बनाउनुपर्छ। अब पेमेन्ट भाउचर भनेको कसलाई पेमेन्ट गर्ने भन्दाखेरि भेन्डरलाई गर्ने। त्यही कारण अब भेन्डर रिसिभर हुन्छ। रिसिभर हुने बित्तिकै भेन्डर एकाउन्ट डेबिट गर्ने। कति भन्दा यो माथि भेन्डरको एकाउन्टमा जति पैसा छ त्यति नै सेम एमाउन्ट, माथि एउटा तल अर्कै भन्ने कुरा चाहिँ हुँदैन है। अघि क्रेडिटमा जति थियो अब डेबिटमा पनि त्यति नै हुन्छ। त्यो पछाडि अब सेयर दिने बेलामा कम्पनीको पोलिसी अनुसार के गर्ने भन्दा प्रिमियममा दिने भने प्रिमियम भनिदिएको हुन्छ, डिस्काउन्टमा दिने भन्यो भने डिस्काउन्टमा दिने भनेको हुन्छ, पार भनेर भनेको छ भने पारमा दिने भनेर क्वेसनले खुलाइदिएको हुन्छ। इफ क्वेसन साइलेन्ट छ भने पार भनेको छ, पार भनिरहनु जरुरी छैन। प्रिमियम र डिस्काउन्ट छैन भनेपछि हामी अटोमेटिकली के बुझ्नुपर्छ, त्यो पार हो भनेर बुझ्नुपर्छ। अब इफ डिस्काउन्ट आइहाल्यो भने चाहिँ के गर्ने त भन्दा डिस्काउन्ट एकाउन्ट डेबिट, डिस्काउन्ट अलवेज डेबिट है, डिस्काउन्ट अन इस्यु एकाउन्ट डेबिट। अब डिस्काउन्टको भ्यालु कसरी क्यालकुलेट गर्ने भन्दा जतिवटा सेयर इस्यु गरेको छ त्यसलाई डिस्काउन्ट रेटले मल्टिप्लाई गरिदिने। इफ डिस्काउन्ट छैन, डिस्काउन्टको साटो प्रिमियम आयो भने के गर्ने भन्दा टु प्रिमियम अन इस्यु एकाउन्ट भन्ने नम्बर अफ सेयर इन्टु प्रिमियम रेट गरिदिने। रिमेनिङ रहेको केमा ट्रान्सफर गरिदिने, सेयर क्यापिटलमा ट्रान्सफर गरिदिने। यसलाई पनि फुल भ्यालुमा देखाउने वा फर्मुला लाएर देखाउँछु भन्दा नम्बर अफ सेयर इन्टु पार भ्यालु हुन्छ जहिले पनि। यति गर्दा हाम्रो के हुन्छ, पेमेन्ट भाउचर पनि सकिन्छ। न्यारेसन हामी के लेखिदिन्छौँ, बिङ पर्चेज कन्सिडरेसन पेड। अझै कम्प्लिट लेख्ने हो भने बिङ पर्चेज कन्सिडरेसन पेड बाई इस्युइङ डट सेयर एट पार, एट प्रिमियम, एट डिस्काउन्ट भनेर जे छ त्यही कन्डिसन लेख्दा पनि हुन्छ।
तर नर्मल्ली हामी के लेखिदिन्छौँ बिङ पर्चेस कन्सिडरेसन पेड हामीले पर्चेस कन्सिडरेसन के गर्यौँ पे गर्यौँ भनेर यति जर्नल गर्नुपर्छ यतिलाई इक्जाममा कति मार्क्स आउँछ 2 मार्क्सको क्वेसन सोध्छ अब जाउँ हामी यसको जम्मा कन्डिसन कतिवटा हुन्छ भन्ने कुरा हो जम्मा 4 कन्डिसनवाला क्वेसन सोध्छ फर्स्ट पर्चेस कन्सिडरेसन दिएको यानि भेन्डरको प्राइस दिएको डिस्काउन्टमा वा प्रिमियममा भनेको दुईटा कन्डिसन भइहाल्यो पर्चेस कन्सिडरेसन दिने एउटा प्रिमियममा एउटा डिस्काउन्टमा एउटा पर्चेस कन्सिडरेसन नदिने त्यो पनि डिस्काउन्टमा र प्रिमियममा अब यही दुई खाले क्वेसन हामी कन्टिन्यू ब्याक टु ब्याक गर्दै जान्छौँ हेर्दै जानु होला अब हामी फर्स्ट क्वेसनतिर लागौँ फर्स्ट क्वेसन 2081 को सिडिबिसीबाट यो एनइबीले सोधेको लास्ट इयरको क्वेसन र लास्ट इयरको क्वेसनबाट हामीले यो क्वेसनमा के कुरा छ भन्दै गर्दा हेर्दै गर्दा एग्रिड प्राइस दिएको छ हामीलाई अनि प्रिमियम भनेको छ जम्मा हामी यति दुईटा कुरा मात्रै हेर्छौँ अरू केही हेर्दैनौँ अहिले क्वेसन सल्भ गर्दै जाँदाखेरि र पहिला हामीलाई फर्मेट चाहियो फर्मेट बनाऊँ जर्नल इन्ट्रिज इन द बुक्स अफ अब क्वेसनमा हेर्ने हामीले रुल्स के लेखेथ्यौँ अल एसेट्स एकाउन्ट डेबिट यहाँनिर दुईवटा एसेट्सहरू छन् एउटा प्लान्ट एउटा बिल्डिङ लेख्न सुरु गरौँ प्लान्ट एकाउन्ट डेबिट सेकेन्डमा बिल्डिङ एकाउन्ट डेबिट दुईटै एसेट्सलाई के गर्यौँ डेबिट साइडमा लेख्यौँ र रुल्स अनुसार हामी के गर्छौँ एउटा लाइन छोडिदिन्छौँ यो किन लाइन छोड्ने भन्ने कुरा अहिले फेरि डिफाइन गरौँला यसको बारेमा क्रेडिट साइडमा टु भेन्डर एकाउन्ट लेखिदिने अब भेन्डर एकाउन्ट लेखिसकेपछि भेन्डरको कुन लेख्ने भन्दा यहाँ प्राइस दिएको छ उसले एग्रिड प्राइस भनेको यो भेन्डरसँग हामीले एग्रिमेन्ट गरेको तपाईँको बिजनेसको एसेट्सहरू चाहिँ हामी कति रुपियाँमा किन्छौँ 5,50,000 मा किन्छौँ भनेर गरेको एग्रिमेन्ट प्राइस हो त्यही एग्रिमेन्ट प्राइसलाई हामी के गर्ने लेख्ने अब यहाँ क्रेडिटमा हामीले कुनै ल्याबिलिटीहरू लेखेनौँ क्वेसनमा छैन पनि लेखेनौँ पनि खोज्दैनौँ पनि हामी यति गरिसकेपछि डेबिट र क्रेडिटको भ्यालु इक्विभ्यालेन्ट गर्नुपर्ने हुन्छ यानि बराबर हुनु पर्यो हामीले उहिलेदेखि पढ्दै आएको अलवेज डेबिट इक्वल्स टु क्रेडिट सिधै हेर्दा डेबिटमा धेर छ क्रेडिटमा थोरै छ भनेपछि हामीले अब क्रेडिटमा के गर्नु पर्यो पैसा थप्नु पर्यो त्यो थप्ने पैसालाई हामी क्यापिटल रिजर्भ भनेर भन्छौँ यानि टु क्यापिटल रिजर्भ एकाउन्ट कति थप्नु पर्यो 75,000 अहिले इनकेस डेबिटमा पुगेको थिएन भने हामी डेबिटमा गुडविल एकाउन्ट भनेर यो खाली ठाउँमा छोडेको ठाउँमा भर्थ्यौँ है त्यही कारण यहाँ खाली ठाउँ किन छोड्ने भन्दाखेरि यो अर्कोको बिचको लाइनमा ओभरल्यापिङ नहोस् भनेर हामी एक लाइन चाहिँ के गरिदिन्छौँ कपीमा छोड्छौँ अनि मात्रै गर्छौँ अब न्यारेसन लेखिदिनु यहाँ एसेट्स मात्रै भएको हुनाले हामी एसेट्स एन्ड ल्याबिलिटिज आर लेख्दैनौँ बिङ एसेट्स आर टेकन ओभर भनेर लेखिदिन्छौँ यति गर्दा हाम्रो फर्स्ट जर्नल सक्यो अब हामी सेकेन्ड जर्नलमा जान्छौँ सेकेन्ड जर्नलमा हामीले के भन्थ्यौँ माथिको भेन्डरलाई जस्ताको तस्तै डेबिटमा क्यारी गर्ने भेन्डर एकाउन्ट डेबिट अघि गिभर थियो अब रिसिभर हुन्छ कति भन्दा त्यही माथिकै पैसा जति छ त्यति यानि 5,50,000 नै क्यारी गरिदिने अब क्वेसनले क्लियरली यहाँ के भनेको छ प्रिमियम भनेको छ अब प्रिमियम भनेको छ भने हामी के गर्ने टु प्रिमियम अन इस्यु एकाउन्ट भन्छौँ र प्रिमियम कसरी रेकर्ड गर्ने भन्दा प्रिमियमको लागि एउटा फर्मुला छ हामीसँग नम्बर अफ सेयर इन्टु प्रिमियम रेट तर यो क्वेसनमा कहीँ पनि नम्बर अफ सेयर दिएको छैन अब एउटा कुरा यदि भेन्डरको एग्रिड प्राइस दियो भने नम्बर अफ सेयर दिँदैन नम्बर अफ सेयर दियो भने एग्रिड प्राइस दिँदैन झुक्किएर दिइहाल्यो भने त्यो चाहिँ एकदम सजिलो भयो किनकि हामीले अर्को चिज फाइन्ड आउट गर्नै पर्दैन अब नम्बर अफ सेयर निकाल्नतिर जाउँ नम्बर अफ सेयर निकाल्न सानो एउटा वर्किङ नोट गरौँ हामी के लेख्छौँ नम्बर अफ सेयर अब यो प्रिमियम भएको हुनाले यहाँनिर हामी के लेख्छौँ भेन्डर डिभाइडेड बाई यहाँनिर प्रिमियम भएको हुनाले पार प्लस प्रिमियम भनेर लेख्छौँ हामी प्रिमियम जहिले पनि एड हुन्छ डिस्काउन्ट जहिले पनि लेस हुन्छ यति रुल्स चाहिँ याद हुनुपर्छ प्रिमियम भनेको थपेर आउने हो डिस्काउन्ट भनेको काटेर आउने हो त्यही कारण घटाउनको लागि हामी के पारबाट प्रिमियमलाई एड गर्नुपर्छ डिस्काउन्टलाई डिडक्ट गर्नुपर्छ अब यिनीहरूको भ्यालु राख्दै जाउँ भेन्डरको ठाउँमा कति राख्ने 5,50,000 डिभाइडेड बाई पार भनेको 100 प्लस 10 भनेको अब हामीले 5,15,000 लाई 100 प्लस 10 यानि 110 रुपिसले डिभाइड गर्नु पर्यो त्यति गर्दा हाम्रो रिजल्ट कति आयो 5,000 सेयर्स आयो अब यो नम्बर अफ सेयरको ठाउँमा कति राखिदिने 5,000 प्रिमियम भनेको 10 कसरी भन्दा फेरि नझुकिने पर्सेन्टेज दिएको छ भने पार भ्यालुको 10% हुन्छ 100 को 10% भनेको कति आयो 10 रुपिस आयो भनेको ओभरअल 5,50,000 मा 50,000 चाहिँ के रहेछ प्रिमियम रहेछ भनेपछि सेयर क्यापिटल कति रहेछ भन्दाखेरि नम्बर अफ सेयर इन्टु पार भ्यालु नम्बर अफ सेयर कति त 5,000 पार भ्यालु कति त 100 गर्दा कति भयो 5 लाख भयो अथवा डाइरेक्ट यो 5,50,000 बाट 50,000 माइनस गरेर म 5 लाख रुपियाँ सेयर क्यापिटल भनेर लेख्छु भन्दा पनि पाइयो न्यारेसनमा के लेखिदिने बिङ पर्चेस कन्सिडरेसन पेड
बाई इस्युइङ 5000 सेयर एट 10% प्रिमियम भनेर भन्न पनि पाइयो है। यति मात्रै गर्दा भयो। अब सेकेन्ड क्वेसनतिर जान्छौँ हामी। सेकेन्ड क्वेसन यहीसँग रिलेटेड अर्कै। यो चाहिँ एउटा इक्जाम्पल बनाइदिएको छ। यो इक्जाम्पलमा चाहिँ के छ भन्दाखेरि सेम अघिकै जस्तो छ, एग्रिड प्राइस दिएको छ तर अघि प्रिमियममा थियो, अहिले केमा छ डिस्काउन्टमा छ। अघि प्रिमियम एग्रिड प्राइस र प्रिमियम थियो, अहिले एग्रिड प्राइस र के छ डिस्काउन्टमा छ। फेरि सेम रुल्स पहिलाको जस्तो के गर्ने जर्नल इन्ट्रीको फर्मेट बनाउने र डेटर एकाउन्ट डेबिटबाट सुरु गरिहाल्यो है। यहाँ किन डेटर एकाउन्ट डेबिट भनेको डेटर डेबिट एसेट्स, अब इक्विपमेन्ट पनि के गर्ने अथवा स्टक एकाउन्ट डेबिट, इक्विपमेन्ट एकाउन्ट पनि डेबिट, तीनटै एसेट्सहरू हुन्। एसेट्सलाई डेबिटमा राख्यौँ। एक लाइन छोडेर हामी के लेख्छौँ टु भेन्डर एकाउन्ट भन्छौँ। भेन्डर हामीलाई दिएको छ 6,30,000 दिएको छ, त्यसैलाई लगेर हामी लेखिदिन्छौँ। अब फेरि डेबिट इक्वल्स टु क्रेडिट गरौँ। 3 लाख 1 लाख एड गर्दा 4 लाख भयो, 4,25,000 भयो। यहाँ कति छ 630 छ। अघि क्रेडिटमा पुगेको थिएन, अहिले कहाँ पुगेन डेबिटमा पुगेन। अब डेबिटमा पुगेन भने चाहिँ हामीले यो छोडेको लाइनमा के लेखिदिने गुडविल एकाउन्ट डेबिट। यो चाहिँ ब्यालेन्स गरेको है, हामीले के गरेको ब्यालेन्स गरेको कति भन्दा 2,05,000। यसरी चाहिँ हाम्रो के भयो भन्दाखेरि पर्चेज जर्नल सक्यो, नरेसन लेखिदिने बिङ एसेट्स आर टेकन ओभर। फर्स्ट जर्नल हाम्रो कम्प्लिट। अब सेकेन्ड जर्नलमा के गर्ने भन्दा भेन्डरलाई जस्ताको तस्तै क्यारी गर्ने। भेन्डर एकाउन्ट डेबिट कति भन्दा त्यही 6,30,000। अबको क्वेसनमा के छ डिस्काउन्ट छ भने चाहिँ हामीले डिस्काउन्ट अनइस्यु एकाउन्ट डेबिट भन्नु पर्यो। अब डिस्काउन्टमा के गर्ने डिस्काउन्टलाई डेबिटमा राख्ने। अब डिस्काउन्ट राख्नको लागि हामीलाई के चाहियो भन्दा फेरि नम्बर अफ सेयर चाहियो। फेरि हामीलाई के चाहियो नम्बर अफ सेयर चाहियो। अब नम्बर अफ सेयर खोज्नको लागि सेम अघिकै फर्मुलामा जाने। के लेख्ने भन्दाखेरि नम्बर अफ सेयर इन्टु डिस्काउन्ट रेट। अब फर्मुला साइडमा वर्किङ नोटमा गर्ने नम्बर अफ सेयर। इक्जाममा गर्दा फर्मुला प्रपरली लेखेर गर्नु जरुरी छैन है। नम्बर अफ सेयर इक्वल्स टु डाइरेक्ट भेन्डरको एमाउन्ट डिभाइडेड बाई पार माइनस 100 गर्दा पनि भयो। हामी चाहिँ यहाँ बुझ्नको लागि लेखिदिन्छौँ। यो डिस्काउन्ट भएको हुनाले पार माइनस डिस्काउन्ट। अघि प्रिमियम हुँदा पार प्लस प्रिमियम थियो, अहिले डिस्काउन्ट हुँदा पार माइनस डिस्काउन्ट। भ्यालु राखिदिउँ। भेन्डर भनेको कति 630 डिभाइडेड बाई 100 माइनस 10 भनेको अब 100 माइनस 10 भनेको कति भयो त 90। 90 ले 630लाई के गरिदिनु पर्यो डिभाइड गर्नु पर्यो। गर्दा कति आउने भयो 7,000 सेयर्स आउने भयो। अब यो नम्बर अफ सेयरको ठाउँमा कति लेख्ने त 7,000 इन्टु 10 70,000 भइहाल्यो। टु सेयर क्यापिटल। अब सेयर क्यापिटलमा त्यही नम्बर अफ सेयर इन्टु पार भ्यालु हुन्छ। नम्बर अफ सेयर भनेको कति त भन्दाखेरि 7,000 इन्टु 100 गरेर जम्मा कति भयो 7 लाख। यति गरिसके पछाडि हामी के गरिदिन्छौँ भन्दाखेरि नरेसन लेखेर क्लोज गरिदिनु बिङ पर्चेज कन्सिडरेसन पेड। अब जाउँ फेरि नेक्स्ट क्वेसनमा। नेक्स्ट क्वेसन 2080 सेट पिक्यू। अब यहाँ चाहिँ के दिएको छ भनेर क्वेसन सर र सुरुमा हेरिहालौँ। इस्युड 9,000 सेयर भनेछ, पहिल्यै सेयर भेटिहाल्यौँ। अब यहाँ सेयर दिइसक्यो तर क्वेसनमा कहीँ पनि कति रुपियाँमा एग्रिड भयो भनेर भनेको छैन भने चाहिँ अब यहाँ हामीलाई भेन्डर एकाउन्ट दिएको छैन। भेन्डर एकाउन्ट हामीले खोज्नुपर्छ भन्ने कुरा हो। फेरि पनि जाउँ पहिला फर्मेटमा जाउँ। अब क्वेसनमा पढौँ। एसेट्स के दिएको रहेछ भन्दा एउटा ल्यान्ड एन्ड बिल्डिङ दिएको रहेछ, एउटा अफिस इक्विपमेन्ट दिएको रहेछ। फेरि पनि हामीलाई लायबिलिटी दिएको छैन। लेख्न थालौँ ल्यान्ड एन्ड बिल्डिङ एकाउन्ट डेबिट, अफिस इक्विपमेन्ट एकाउन्ट डेबिट, एक लाइन छोडेर टु भेन्डर एकाउन्ट। कति त भेन्डर एकाउन्ट। अब अघिको यो भन्दा अगाडि गरेको क्वेसनमा भेन्डर यी दिएको थियो, क्वेसनले हामीले डाइरेक्ट त्यहाँबाट भेन्डरको भ्यालु क्यारी गरेका थियौँ, अहिले त दिएको छैन। अब भेन्डर खोज्न जानु पर्यो। फेरि वर्किङ नोटमा सेम फर्मुला सेम वर्किङ नोटमा जान्छौँ। हामी के लेख्छौँ भन्दा नम्बर अफ सेयर इक्वल्स टु भेन्डर डिभाइडेड बाई। अब क्वेसनमा प्रिमियम छ कि डिस्काउन्ट छ हेर्ने, प्रिमियम रहेछ भनेपछि पार प्लस हामी के गर्छौँ प्रिमियम भनेर लेख्छौँ। अब नम्बर अफ सेयरको ठाउँमा यहाँ कति लेख्ने 9,000 है। नम्बर अफ सेयरको ठाउँमा कति लेख्ने 9,000 इक्वल्स टु भेन्डरको ठाउँमा भेन्डरै छ, पारको ठाउँमा 100 प्लस प्रिमियमको ठाउँमा 10। क्रस मल्टिप्लाई गर्न पाइन्छ भनेको 100 प्लस 10 भनेको 110, 110 इन्टु 9,000 गर्नु पर्यो इक्वल्स टु कति आउने भयो 9,90,000 आउने भयो। भनेपछि भेन्डरको प्राइस हामीले फाइन्ड आउट गर्यौँ। भेन्डरको प्राइस आउने बित्तिकै हामी यहाँ के गर्छौँ भन्दा 9,90,000 भनेर। अब यत्रो लामो वर्किङ नोट गर्ने दिमागमा आउन सक्छ, अलिकति दिमाग
एक्टिभली जाने हो भने नम्बर अफ सेयर दिएको छ भने चाहिँ के गर्ने भन्दा नम्बर अफ सेयर दिएको छ 100 छ 10 रुपीस प्रिमियम भनेछ नि 100 र प्लस 10 गर्दा कति भयो 110 डाइरेक्ट 9000 सँग मल्टिप्लाई गरेर ई ब्र्याकेटमा नम्बर अफ सेयर 9000 इन्टु 110 गरेर डाइरेक्ट 9,90,000 भनेर लेख्न पनि पाइन्छ। भनेको यत्रो वर्किङ नोट लामो देखाइरहनु जरुरी छैन, तर यसरी वर्किङ नोट द्वारा देखाइयो भने आफूलाई कन्फ्युजन चाहिँ हुँदैन भन्ने कुरा मात्रै हो। अब फेरि हाम्रो डेबिट इक्वल्स टु क्रेडिट गरौँ। 6 + 3 9, यता पनि 9, यता 5 40 गर्दा पनि 90 भयो, यहाँ पनि 90 भयो। आज डेबिट र क्रेडिट बोथ साइड इक्वल भयो भनेपछि न गुडविल आयो न क्यापिटल रिजर्भ आयो। भनेको दुईटा आउनै पर्छ भन्ने थिएन, त्यही कारण यसमा गुडविल पनि आएन क्यापिटल रिजर्भ पनि आएन। नरेसन लेखिदिने बिङ एसेट्स आर टेकन ओभर। पहिलो जर्नल सकिहाल्यो। सेकेन्ड जर्नलमा जाउँ। टु भेन्डर एकाउन्ट थियो, अब भेन्डर एकाउन्ट डेबिट। एमाउन्ट कति? त्यही 9,90,000। क्वेसनले क्लियरली प्रिमियम भनेको छ क्रेडिटमा टु प्रिमियम अनइस्यु कति हजार सेयर। अब यहाँ फर्मुला लेखिरहनु पर्दैन, लेखेर गर्दा पनि राम्रो। नम्बर अफ सेयर इन्टु प्रिमियम रेट नझुक्योस् भनेर। नम्बर अफ सेयर भनेको हामीलाई कति दिएको छ 9,000 इन्टु 10 90,000 भइहाल्यो। अब बाँकी रहेको सेयर क्यापिटल टु सेयर क्यापिटल एकाउन्ट फर्मुला त्यही नम्बर अफ सेयर इन्टु पार भ्याल्यु भनेको 9,000 इन्टु 100 गरेर जम्मा 9 लाख। बिङ पर्चेस कन्सिडरेसन पेड। यसरी चाहिँ हामीले यसलाई सल्भ गर्नुपर्ने हुन्छ। भनेको अहिलेको क्वेसनमा हामीलाई एग्रिड प्राइस यानी भेन्डरको एमाउन्ट नदिँदा पनि नम्बर अफ सेयर दिएको रहेछ भने हामी निकाल्न सक्छौँ भन्ने कुरा हो। अब लास्ट क्वेसन हामी कस्तो गर्छौँ भन्दाखेरि नम्बर अफ सेयर पनि दिएको, प्रिमियमको साटो के दिएको, डिस्काउन्ट दिएको क्वेसन गर्छौँ। 72 को सेट डी। यसमा पनि के दिएको छ 10,000 नम्बर अफ सेयर दिएको छ, पार भ्यालु 100 इज दिएको छ, डिस्काउन्ट 10% भनेर बनेको छ र यहाँ एउटा बिल्स पेबल भनेर ल्याबिलिटी पनि दिएको छ। पहिला त अब यो सल्भ गर्न के गर्नु पर्यो, जर्नलको फर्मेट बनाउनु पर्यो। जर्नलको फर्मेटतिर लागौँ। ल रुल्स अनुसार फेरि ल्यान्ड एन्ड बिल्डिङ एकाउन्ट डेबिट, अर्को के छ मेसिनरी एकाउन्ट डेबिट, त्यो पछाडि एक लाइन छोडेर टु बिल्स पेबल एकाउन्ट, त्यो पछाडि अब हामी के लेख्छौँ टु भेन्डर एकाउन्ट। अब भेन्डर एकाउन्ट फेरि त्यही प्रोसेसमा जाउँ। नम्बर अफ सेयर इक्वल्स टु भेन्डर डिभाइडेड बाई, अब चाहिँ पार माइनस डिस्काउन्ट, यहाँ माथि डिस्काउन्ट दिएको हुनाले हामीले के गर्यौँ भन्दाखेरि माइनस डिस्काउन्ट गर्यौँ। अब सल्भ गरौँ। नम्बर अफ सेयरको ठाउँमा कति लेख्ने 1000 लेख्ने, 10,000 सरी 10,000 इन्टु भेन्डर थाहा छैन, पार भनेको 100 माइनस डिस्काउन्ट भनेको 10। अब 100 माइनस 10 भनेको 90, 90ले क्रस मल्टिप्लाई गर्ने 10,000 इन्टु 90 इक्वल्स टु भेन्डर कति हुने भयो भन्दा 9 लाख हुने भयो। अब यो 9 लाखलाई लगेर कहाँ गरिदिने माथि राखिदिने। म अघिकै जस्तो सर्टकट यत्रो लामो गर्दिनँ भन्छौ भने डाइरेक्ट यो 10,000 इन्टु 90 लाई यहाँनिर के गर्न सकिन्छ ब्र्याकेटमा देखाएर गर्न सकिन्छ। 90 किन भन्दाखेरि डिस्काउन्ट जहिले पनि माइनस हुन्छ, 100 माइनस 10 भनेको कति भयो 90 भयो भनेर। अब चाहिँ के गर्ने त भन्दा डेबिट इक्वल्स टु क्रेडिट गर्ने। अब के गर्ने डेबिट इक्वल्स टु क्रेडिट गर्ने। अब डेबिट इक्वल्स टु क्रेडिट गर्दाखेरि एकचोटि चेक गरौँ। 8 + 1 गर्दा कति भयो 9 लाख भयो यतापट्टि, यहाँनिर पनि कति भयो 9 लाख। 50,000 ले पुगेन भनिसके पछाडि हामीले गुडविल एकाउन्ट के गर्नु पर्यो डेबिट भन्नु पर्यो 50,000। यति गर्दाखेरि डेबिट इक्वल्स टु क्रेडिट भयो। अब नरेसन लेखिदिने बिङ एसेट्स एन्ड ल्याबिलिटिज आर टेकन ओभर। अहिले चाहिँ ल्याबिलिटी पनि आयो, त्यही भएर हामीले बिङ एसेट्स एन्ड ल्याबिलिटी आर टेकन ओभर भन्यौँ। नरेस यसलाई के गरिदिने क्लोज गरिदिने। अब नेक्स्टमा के गर्ने यो भेन्डरलाई जस्ताको तस्तै सेम प्रोसेस भेन्डर एकाउन्ट डेबिट कति 9 लाख। अब क्वेसनमा हेर्ने डिस्काउन्ट छ भनेपछि डिस्काउन्ट कतापट्टि राख्ने डेबिटमा, डिस्काउन्ट अनि इस्यु एकाउन्ट डेबिट। फर्मुला के हुन्छ फेरि त्यही नम्बर अफ सेयर इन्टु डिस्काउन्ट रेट। नम्बर अफ सेयर हामीलाई कति दिएको छ 10,000 इन्टु 10 गर्दा 1 लाख भयो। बाँकी रहेको के हुन्छ टु सेयर क्यापिटल एकाउन्ट र सेयर क्यापिटल कति त भन्दा नम्बर अफ सेयर इन्टु क्यापिटल के अरे पार भ्यालु। नम्बर अफ सेयर कति छ 10,000 पार भ्यालु 100, यति 10 लाख रुपिस। नरेसन लेखिदिने बिङ पर्चेज कन्सिडरेसन पेड। र यति नै 4वटा कन्डिसनमा प्राय गरेर क्वेसनहरू आइरहेको छ। यतिले गर्दा तपाईहरुलाई धेरै हेल्प हुन्छ भन्ने लागेको छ र मजाले हेर्नु होला।
हेर्दा अलिकति कन्फ्युजन भयो भने फेरि रिभाइज गरिवरी हेर्नु होला र यस्तो सजिलो क्वेसन चाहिँ एक्जाममा नछोड्नु होला। हवस् त, धन्यवाद।